लसो फ्याफुल्ला सबैजनालाई। आज चाहिँ हामी चुनाव पनि सकेको महल छ, साथीभाइ भेटघाट, साथै हाम्रो यहाँ काबो सङ्घको मेम्बरहरू सबैजना उपस्थित छ र उहाँ काबो सङ्घको सचिवज्यूले चाहिँ काबो सङ्घको लोगो चाहिँ उहाँ अध्यक्षज्यूलाई हस्तान्तरण गर्दै हुनुहुन्छ र हस्तान्तरण गरिदिनु होला। अध्यक्षज्यूले केही बोल्नुहुन्छ। काबो सङ्घ भन्ने बित्तिकै हाम्रो नराम्रो चाहिँ होइन, काँधमा जिम्मेवारी बोकेको, हरेक कुरा राम्रो पोजिटिभली लिनुपर्छ। अब हामी काबो सङ्घको लोगो चाहिँ हस्तान्तरण गर्छौँ अध्यक्षज्यूलाई। यता सचिवज्यूलाई देखाइदिनु होला। काबो, जय काबो। यो चाहिँ आज हाम्रो तपाईँहरूले काबो भन्ने बित्तिकै यसको अर्थ के हो भन्छौँ। काबो भनेको काबो, का भनेको काँधमा, बो भने बोकेको, काँधमा जिम्मेवारी बोकेको हो यो काबो सङ्घ कतार है। तपाईँले नराम्रो नसोचिदिनु होला। त्यसपछि थ्याङ्क यू सो मच हाम्रो काबो सङ्घको हाम्रो सचिवज्यू सुजन तामाङजीले चाहिँ, सुजन घले तामाङजीले चाहिँ अब हाम्रो काबो सङ्घको यो एउटा लोगो बनाउनु भएको रहेछ। यो लोगो चाहिँ एकदमै सबैजनाले हाम्रो मेम्बर जति मेम्बर बनाउनुहुन्छ तपाईँ सबैजनाले यो तपाईँहरूले ग्रहण गरिदिनु होला। म तपाईँहरूलाई वितरण गर्नेछु। अहिले मसँग उहाँले सचिवजीले मलाई हस्तान्तरण गर्नुभएको छ। थ्याङ्क यू सो मच। जति पनि हाम्रो अलरेडी मेम्बर बनिसक्नु भएको सम्पूर्ण काबो सङ्घ दाजुभाइ तथा दिदीबहिनीलाई एकदम तपाईँहरूलाई अब यो समय मिलाएर तपाईँहरूले हामी यो लोगो जति पनि पाउनु बाँकी छ उहाँलाई वितरण गर्नेछौँ र साथमा हुनुपर्ने बाँकी जुन मेम्बर बन्न चाहनुहुने र बन्न बाँकी हुनेहरूलाई पनि तपाईँहरूलाई यो लोगोसहित हामी कुनै दिन समय मिलाएर सम्मान गर्नेछौँ र धन्यवाद। फेरि पनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो तपाईँहरूले आफ्नो लोगो, यो चाहिँ काबो सङ्घको लोगो चाहिँ हजुरले यो के अरे यतापट्टि हो हजुरले यो के हो जसरी हुन्छ तपाईँले लाउन ग्रहण सक्नुहुन्छ। हजुर लसो अनि सबैभन्दा पहिला कसलाई दिन चाहनुहुन्छ तपाईँले, कसलाई हस्तान्तरण गर्नुहुन्छ तपाईँको खाताबाट? अब यो हामी कुनै पद भोगी चाहिँ होइन है, पद भोगी नभए पनि अब यो अलिकति मेहनतको हिसाबले र पहिला सुरुबाट अलिकति हाम्रो सङ्घमा नै अलिक भाइरल टाइपको भनेको हाम्रो तुलसिन तामाङ हुनुहुन्छ। म चाहिँ उहाँले हुनेवाला हाम्रो काबो सङ्घको कलाकार पनि हुनुहुन्छ, अब बन्दै हुनुहुन्छ। अहिले हाम्रो नयाँ काबो सङ्घको नौलो प्रस्तुति एउटा गीत हाम्रो मेन्दोमाया गीत ल्याउने तर्फमा छौँ र यो तपाईँलाई मैले भनिसकेँ। र हाम्रो काम भनेको अर्को फेरि हाम्रो जिम्मेवारी, अर्को एउटा महत्त्वपूर्ण जिम्मेवारी के छ भने काबो सङ्घले चाहिँ स्पेसल्ली हाम्रो मेन्दोमाया कलाकारको कलाकार साथीहरूको मेन्दोमाया गीतलाई हामी एकदम प्रमोट गर्नेछौँ। एकदम मेन्दोमाया गीतलाई हामीले कसरी प्रमोट गर्ने र साथमा हाम्रो नयाँ नयाँ कलाकारहरूलाई हामीले के उहाँलाई चान्स दिने र उहाँको जुन एउटा लुकेको प्रतिभाहरूलाई हामीले बाहिर देखाउनलाई हाम्रो प्यारा भाइ तुलसिङ लोप्चानलाई हामीले एउटा गीत गर्ने भनिरहेका छौँ। गीत हाम्रो रेडी भइरहेको छ। तपाईँहरूले अवश्य नै तपाईँहरूले माया गरिदिनुहुनेछ। हाम्रो च्यानल पनि आउनेछ, युट्युब च्यानल रामलामा 640 आउनेछ। तपाईँहरू एकदम धैर्य गर्नु होला। र साथमा त्यो तुलसिङ भाइले एकदमै सम्झाउनुहुन्छ र यसमा हाम्रो अब त्यो भन्दा नि हाम्रो त्यसो भन्दाखेरि अरू भाइहरू रिसाउला, सबै भाइहरू सचिवज्यू, हाम्रो अर्को हाम्रो सल्लाहकारज्यूहरू, क्यामेराम्यान दावाज्यू, सबै हाम्रो के भन्छ हाम्रो मोनल आसान सबैजनालाई एकदम उत्तिकै उहाँलाई सम्मान छ। र हाम्रो मैले यतिखेर सम्झिनै पर्ने हाम्रो वरिष्ठ यो महिला महासचिव हुनुहुन्छ हाम्रो शिवानी घलेज्यूलाई नै एकदम मिस गरेर यहाँबाट सम्झिन चाहन्छु। शिवानी घले एकदम ताली हुन्छ र जति पनि महिला दिदीबहिनी हुनुहुन्छ उहाँलाई पनि एकदम सम्झिरहेको छु। हाम्रो प्रतीक्षा बहिनी पनि एकदम हुनुहुन्छ, त्यसमा प्रतीक्षा बहिनीको तर्फबाट नै अब थुप्रै दिदीबहिनीहरू आउने तर्फमा छ। उहाँलाई छिटो नै हामीले मैले यो लोगो ग्रहण गर्न पाऊँ भन्ने मैले आशा राखेका छौँ। लसो फ्याबो, जय काबो, जय काबो। अब मैले अहिले चाहिँ हाम्रो फिलहाल हामी 1 2 3 4 6 जना हुन्छ। सबैलाई हस्तान्तरण सबभन्दा पहिला हाम्रो सचिवलाई हस्तान्तरण होइन, प्रथम उपाध्यक्षलाई पनि सहयोग गरौँ। ल हामी निवर्तमान अध्यक्षलाई बाट सुरु गरौँ न। ल ब्रो, निवर्तमान अध्यक्ष तुलसिन्ता लप्चनलाई तालीले स्वागत गरिदिनु होला। अब सेकेन्डमा हाम्रो प्रथम उपाध्यक्षज्यू रेडी हुनु होला। तपाईँले अब यो काबो सङ्घको लोगो म हस्तान्तरण गर्दैछु। त्यस कारण ल सर तपाईँले यो माइक कहाँ छ? हाम्रो यो काबो सङ्घको बारेमा हाम्रो प्रथम उपाध्यक्षको नाताले के भन्न चाहनुहुन्छ यो लोगोको बारेमा र हाम्रो सङ्घ संस्थाको बारेमा? म खासै केही बोलिनँ। काबो सङ्घ भनेको हाम्रो
के अरे नराम्रो होइन कि काँधमा जिम्मेवारी बोक्ने हो हाम्रो काबो सङ्घको अर्थ चाहिँ। त्यही भएर अब यहाँ दोहा कतारमा जति पनि दिदीबहिनीहरू हुनुहुन्छ, जति पनि दाजुभाइहरू हुनुहुन्छ, उहाँहरूले नराम्रो नसोचिदिनु होला। हामीले भिडियोहरू हाल्दैछौँ, प्लस अब हाम्रो काबो सङ्घबाट मेन्दमाया गीत पनि निस्किँदैछ। प्लस उहाँ चाहिँ मोडलमा चाहिँ अध्यक्षज्यू र उहाँ दावाज्यू हुनुहुन्छ, उहाँ संस्थापक हुनुहुन्छ काबो सङ्घको, उहाँ नै हो एउटा मोडल। प्लस बाँकी अब सजीवज्यूलाई दिएँ मैले। अब यसै गरी यति अबको बसाइमा चाहिँ मैले यो लोगो वितरण गर्नलाई हाम्रो प्रथम उपाध्यक्ष तिमलनाहरूको मलाई त पिन्जी पिन्जी ल हाम्रो प्रथम उपाध्यक्ष ल अब यसै क्रममा हाम्रो संरक्षकज्यू हुनुहुन्छ मुना व्यञ्जन तामाङजीलाई म यो हाम्रो काबो सङ्घको लोगो दिन चाहन्छु। उहाँले अवश्य नै हस्तान्तरण गर्न सक्नुहुन्छ। हजुरलाई म यो लोगो दिँदैछु, तपाईँ देख्न सक्नुहुन्छ है होइन। ल हजुर जय काबो जय हो। हाम्रो काबो सङ्घको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ? अलिक तपाईँको छोटो मिठो प्रतिक्रिया दिनुहोस्। लसो फ्याबुल्ला लसो सबैजनालाई थ्याङ्क यू सो मच आदर्शज्यूलाई काबो सङ्घको लोगो अनि सजीवजीलाई पनि लोगो हस्तान्तरण गरिदिनु भयो। धेरै धेरै धन्यवाद उहाँ दुईजनालाई। काबो सङ्घ भनेको काठमा जिम्मेवारी बोकेको एउटा संस्था हो कतारमा। अनि हाम्रो छिटै नै मेन्दमाया गीत पनि आउँदैछ हाम्रो तुलसिङ लोकचन दाजुभाइबाट सबैजना मिलेर गर्दैछौँ मेन्दमाया गीत। अब मेन मोडेल भनेको उहाँ राम लामा अध्यक्षज्यू नै हुनुहुन्छ। यता सेकेन्ड मोडेल दावा अनि लास्टमा चाहिँ भाइरल लामालाई राखिदिनु पर्ला जस्तो लागिरहेको छ है अहिले चाहिँ। ल यति नै भन्न चाहन्छु। हस् त धन्यवाद। धन्यवाद। अबको बसाइमा मैले हाम्रो वरिष्ठ काबो सङ्घको हाम्रो सचिवज्यू हुनुहुन्छ सुजन तामाङ घलेज्यूलाई। सुजन भाइ तपाईँलाई यो तपाईँले पनि यो लोगो हजुरले म हस्तान्तरण गर्नेछ। हजुरले एकदम मिठो यस्तो राम्रो डिजाइन गर्नुभएको रहेछ। यो तपाईँलाई मेरो हातबाट तपाईँलाई म वितरण गर्नेछु। एकदम सम्हालेर राख्नु होला है त। सबैजनाले ताली गरेर साथी स्वागत गर्नु होला। अनि यो काबो सङ्घको बारेमा तपाईँले के छ यसो आफ्नो केही विचार राख्नु होला काबो सङ्घको बारेमा? त्यस्तो अहिलेसम्म भन्नुपर्ने सिचुएसन चाहिँ आएको छैन। सबैले नराम्रो चाहिँ नसोच्नु होला। दोहा भाइ हामी चाहिँ एउटा इन्टरनेसनल नै बनाउने भन्ने एउटा सोचमा छौँ। यो चाहिँ संस्था चाहिँ इन्टरनेसनल नै बन्ने छ। हरेक कन्ट्रीबाट चाहिँ राम्रो मेसेज आइरहेको छ। यो संस्था अझै सम्पूर्ण जनताले नेपालीवासीले माया गरिदिनु होला, यही भन्न चाहन्छु। हस् त धन्यवाद। ओके धन्यवाद धन्यवाद। अबको बसाइमा हाम्रो दावाज्यूलाई पनि म यो लोगो दिन चाहन्छु। उहाँले पनि अवश्य लिनुहुनेछ भन्ने मैले आशा गर्छु। अब चाहिँ म यो काबो सङ्घको यो लोगो चाहिँ हाम्रो वरिष्ठ मोडल तथा हाम्रो उहाँ चाहिँ हाम्रो पुरानै मेम्बर हुनुहुन्छ हाम्रो दावा तामाङज्यूलाई म यो चाहिँ हस्तान्तरण गर्न चाहन्छु। अवश्य नै उहाँले ग्रहण गर्नुहुनेछ सबैजना ताली ल। अनि दावाज्यूलाई म के भन्न चाहन्छु भने तपाईँले पनि आफ्नो केही प्रतिक्रिया छ कि यो काबो सङ्घमा? अब तपाईँलाई एउटा क्यामेराम्यानको जिम्मेवारी तपाईँलाई तर त्यो मोडलको पनि जिम्मेवारी दिन्छ। त्यसको त्यो तपाईँले राम्रोसँग निभाउनु होला। त्यसबारे के भन्नु होला? लसो फ्याबुल्जी फेरि पनि अबको बसाइमा हाम्रो म चाहिँ अब अर्को फेरि मेम्बर एकदम वरिष्ठ मेम्बर हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो हाम्रो चाहिँ काबो सङ्घको पुरानै भूतपूर्वै हुनुहुन्छ हाम्रो भाइरल लामा। भाइरल लामालाई म यो दिन चाहन्छु। उहाँले चाहिँ हाम्रो काबो सङ्घलाई एकदमै तन मन धन वचनदेखि उहाँले एकदम सपोर्ट गर्दै आउनुभएको छ र अर्थात् इन्टरनेसनल लेभलमै उहाँले सहयोग गर्दै हुनुभएको छ। त्यस कारण म उहाँलाई पनि यो सम्मानको साथ यो काबोको लोगो दिन गइरहेको छु। सबैजनाले ताली बजाएर साथ तालीले साधन गरिदिनु होला। अब यो हजुरले यो लोगो ग्रहण गर्दै गर्दाखेरि तपाईँले यो काबो सङ्घको बारेमा केही आफ्नो केही मन्तव्य केही आफ्नो जिज्ञासा छ भने हजुर केही राखिदिनुहोस् न, केही पोजिटिभ भाइब्सहरू। धन्यवाद।
यो अब मलाई यो लोगो हस्तान्तरण गर्नुभएकोमा यो हाम्रो अध्यक्षज्यूलाई रामलामा दाईलाई धेरै धेरै धन्यवाद। म चाहिँ के भन्न चाहन्छु भने यो चाहिँ हाम्रो अब सबैले भन्नुभएको छ, यो हाम्रो कुनै पनि नराम्रो केही नसोचिदिनु होला। यो भनेको हाम्रो एक त जिम्मेवारी बोकेको काँधमा हामी यो संस्था हो। भाइरल लामा चाहिँ अलि बोल्नलाई लजाउनुहुन्छ, तर केही छैन। उहाँ चाहिँ एकदम इन्टरनेसनल रूपमा हाम्रो काबो सङ्घलाई चाहिँ इन्टरनेसनल लेभलसम्म पुर्याउन चाहिँ धेरै सहयोग गर्नुभएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद। कोही कसैलाई काबो सङ्घमा जोइन हुनुहुन्छ दिदी बहिनी दाजुभाइ तथा जो कोही पनि कतारमा रहनुहुने सम्पूर्णमा यदि कसैलाई जोइन हुन मन छ भने हाम्रो सचिवज्यू हुनुहुन्छ सुजन तामाङ, अध्यक्षज्यू हुनुहुन्छ रामलामा तामाङ र प्रथम उपाध्यक्ष हुनुहुन्छ सूर्य बरुमैलाको उपनामले चिनिन्छ। उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ या अथवा हामी जो कोहीसँग सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। लसो फ्याफुल्ला, जय काबो।